आज म यो तरकारी लगाउनको लागि अब आफ्नो तरकारी बारीमा यो मल लगाएर खन्नको लागि तयार गर्दैछु। यसमा अब लाग्छ आलु लाग्छ। आज लगाएर यो 3 महिनाभित्र अब यो आलु म खन्ने छु। धेरै यो आलु चाहिँ अब लगभग यो सानो एरिया छ, यसमा 2-3 क्विन्टल जति आलु फल्ने छ। अब मेरो 3 क्विन्टल आलु हुन्छ, जसमध्ये म 1 क्विन्टल घरमा खानको लागि राख्छु र 2 क्विन्टल आलु म बिक्री गर्नको लागि बजारमा लग्छु। त्यसबाट आलु बिक्री गरेर फेरि टमाटर भयो, बैगन भयो ल्याउँछु। काहुली उता मैले अब काउलीको बेर्ना अर्को बारीमा तयार गरिसकेको छु र त्यो अब काउली घरमै लगाउँछु म। अरू अब मैले अर्को सालको लागि प्याजको बिउ तयार गर्नको लागि उता हेर्नुहोस् त, यो तयार उमारिसकेँ मैले। अब आज पानी परेको छ। पानी परेको हुनाले मौसम पनि धेरै सुहाउँदो मौसम छ। हाय हिर्द गाडी चला ले तू चला ले, हाय के सु बक्सेरा की लैन। हाय हिर्द गाडी चला ले तू चला ले, हाय हिर्द बक्सेरा की लैन। एउटा उता कामदारलाई पनि मैले लगाएको छु। एक्लै फलेको काँक्रा हो यो। काँक्रा चाहिने म अहिले अब गाउँमा यो काटेर सबैलाई दिन्छु। आलुको बिया हो, बिया। त्यो आलु अहिले म लगाउँछु। यो गाईको गोबरबाट बनाएको गोठे मल हो। यो धेरै म आफूले लगाएको तरकारीमा म यो रासायनिक मल प्रयोग गर्दैन, म जैविक मल मात्र प्रयोग गर्छु। यो गोठे मल हो, गोठे मल। यो बिक्रीमा पनि छ मेरो यता। मेरो 4 भैँसी, 2 राँगा, 1 हल गोरु, 2 वटा गाई र 150 वटा बाख्रा पनि छन्। म बाख्रा पालक कृषक हो। बारी हो त्यो पनि। मुला छ, त्यसमा मुला लगाएको छ। सबै मेरो चाहिँ यो तरकारी बारीबाट नै वर्ष दिनको लागि अन्न नुन तेल तरकारी सबै खानको लागि हुन्छ। लगभग 4 लाखको चाहिँ म वर्षमा तरकारी नै बेच्छु। तोरिया, अब यो तोरिया हेर्नुहोस् त कति राम्रो फल्या छ मेरो तोरिया। यो 80 रुपियाँ केजी बेचिन्छ। यो 80 रुपियाँ। तोरिया त कमै छन्, खानको लागि छैन। अब यो अदरक यो गोलभिडा हो। गोलभिडा अहिले चाहिँ के भयो आएन गोलभिडा। यो हो गोलभेडा। यसलाई मैले उ तल निबुवाको रुख छ, हाइब्रिडको हो यो। हाइब्रिडको निबुवा हो, हाइब्रिड।